भाग्ने र भाग्ने हो क्या गाइजहरू यस्तो चोरिसकेपछि फेरि यहाँ त कानुन पुलिस बोलाइदियो नि त हेर्नुहोस् चप्पलमा छु अनि चप्पल च्यात्तिया म्याटर्ने चप्पलै च्यात्तिया छ क्या यति धेरै खाएँ है मागा पेट ढाडेर म चाहिँ अल्छी लाग्यो भने च्यानगाडीमा आएर बस्छु हेर्नुहोस् च्यानगाडी नै च्यानगाडी छ र म आएर बसिरहेको छु सो हे गाइज वेलकम टु माई युट्युब च्यानल आयो तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला एकदम म पनि सन्चै छु है र म चाहिँ अब टक्कसँग होइन अस्ति ब्लग हालेको थिएँ अब आज फेरि यसो हल्का केही कुरा देखाऊँ भनेर चाहिँ म तपाईँहरू टक्क फेरि जाँदैछु मतिर जे देख्छु त्यही त कुराहरू तपाईँलाई देखाउँछु होइन यसो रात पनि पर्न आएको छ अनि के अरे अब रुममा बस्दा अल्छी नै लाग्यो अनि यसो जाउँ न त्यसो एक दुईवटा कन्टेन्ट बनाऊ भनेर चाहिँ टक्क निस्कियो म चाहिँ है र यस्तै हालतमा छु क्या हेर्नुहोस् चप्पलमा छु अनि चप्पल च्यात्तिया म्याटर्ने चप्पलै च्यात्तिया छ क्या यस्तै भए पनि लारिन जापान बसेर गरिब भयो यार झन् धनी भइन्छ भनेको झन् गरिब हुँदै गयो यार जापान बसेर त यस्तो कालो बाटो चढ्नुपर्छ यताको भ्यू एकताल टक्कै हेर्नु होला है टक्क यस्तो छ है अनि यता म छु बोबाल छु अब यस्तै छ तपाईँलाई टक्क म माथि लान्छु अनि माथितिरबाट के हुन्छ त्यति देखाउँछ त हेर्दै जानु होला रमाइलो गर्नुपर्छ यस्तो ठाडै उकालो चढ्नुपर्छ अनि मैले एउटा कुरा के भन्नु आँटेको भने गाइजहरू होइन एउटा ब्रोले चाहिँ भाइ हो कि दाइ हो थाहा भएन जापान आएको कति भयो त्यो पनि थाहा छैन अनि उसले चाहिँ के भनेर भनिरहेको थियो भने मैले चाहिँ होइन त्यो भिडियो देखेँ के भनिरहेको थियो भने अस्ति भर्खर आएको भाइले के अरे पुरै मोटिभेसन दिने ठाउँमा पुरै आफूलाई नै गिराएको छ जापान यस्तो छ उस्तो छ जापान राम्रो छ यता छ भन्न छोडेर चाहिँ उल्टै चाहिँ होइन यताउता भनौँ भनेर भन्दै थियो कि त्यो ब्रोदरलाई म के भन्न चाहन्छु भने सुन है ब्रोदर के अरे जापान नआएकै राम्रो बेस्ट हुन चाहिँ स्टुडेन्ट लाइफमा जापान नआएको राम्रो जापानमा कति दुःख पारेको छ अनि कति मान्छे मरेका छ तिमीलाई थाहा छ मान्छेको आफै दुःख पाएर यस्तै गरेर त्यही भएर जापान राम्रो देश हो सबलाई थाहा छ जापान कस्तो छ भनेर सबलाई थाहा छ अनि अर्को कुरा भनेको चाहिँ जापान नआएकै राम्रो स्टुडेन्टमा चाहिँ कस्तो दुःख हुन्छ तिमीले पनि बुझेको छौ होला बुझ्न चाहिँ होइन तिमीलाई मैले के सम्झिरहने तिमीले पनि बुझेको छौ होइन ब्रोदर त्यही भएर राम्रो भिडियो बनाउने हो ठिक छ तर भन्न पाइयो नि त आफ्नो मन हो नि त आफूले भन्न पाइयो नि त यस्तो छ नेपालमा चाहिँ यस्तो त यहाँ चाहिँ दुःख छ दुःख देखाउने हो क्या ब्रोदर दुःख देखाउने हो दुःख नभइकन सुखाउन तिमीले राम्रो कुराहरूको राम्रो देखायो भने त सबै कुरा राम्रो देखायो भने त हुनेवाला होइन क्या सुरुमा दुःखै हुन्छ ब्रोदर सबलाई स्ट्रगल गर्दा सुरुमा दुःखैदेखि गर्नुपर्छ कि एकैताल सुख कहीँबाट आउँदैन सुन है ब्रोदर यो कुरा पनि थियो है र यताको भ्यू टक्क कस्तो राम्रो क्या सर हरियो भएछ यता डाँडो छ टक्क यस्तो छ काठमाडौँको भाइब आउँछ नि गाइजहरू काठमाडौँको भाइब छैन त यता घर छ है ओहो दामी घर छ नि यता यस्तो छ आमा के फल्यो यो थाहा छैन चोरेर खाइदिनु हुन्थ्यो अब यहाँ चाहिँ पछि फुल लाग्दो रहेछ पछि चोरेर खाने यहाँ यस्तै छ तर हरियो कस्तो बबाल छ बबाल छ तपाईँलाई म एउटा कुरा देखाउँछु ल एउटा कुरा देखाउँछु हेर्नुहोस् है त यहाँ चाहिँ के छ भने हेर्नुहोस् यहाँ टक्क भनेको चाहिँ यो भनेको बिमिर हो कि के हो फुल फुलिरहेछ होइन यो चाहिँ यता नि फुल्दैछ र यता फल्दैछ के आम्म के हो के गाइजहरू पहिलो ताल मैले नेपालमा खोइ केही कुरा देखेँ जस्तो चाहिँ लाग्छ तर पनि पहिलो ताल चाहिँ मैले देखाएको हो कि यो हेर्नुहोस् फलिरहेछ यार फल्छ यार यहाँ फुल्दैछ यार यो के हो गाइस मलाई पनि थाहा भएन कमेन्ट गरिदिनु होला है त यसो मान्छेहरूसँग चोरेर खाइदिनु हुन्थ्यो के रहेछ भनेर पक्कै एकछिनमा चोर्छु है अहिले चोर्न चाहिँ चोर्छु म र यतातिर अलिकति कस्तो राम्रो ठाउँ छ कि उतातिर पनि कस्तो राम्रो के फुल्या है अनि यहाँ परेर चाहिँ च्यानगाडी छ कि फेरि जानै डर लाग्छ खत्त भुत निस्केर बाबु कता भनिदियो भने त फेरि खत्तम हुन्छ त एकताल भ्यू तपाईँलाई म देखाउँछु कस्तो बबाल छ कि हेर्नु सट्ट ल्याएर सर यता आएर टक्क यस्तो छ यस्तो बबाल ठाउँ छन चाहिँ के गर्नु अनि के अरे यस्तो नि पाइन्छ जापानमा चाहिँ मान्छे देख्यो भने चोर भन्ला कि भन्ने डर भन्नुहोस् जहाँ पिदेखि नआएको भनिदिन्छु नि बाले भएन नि अनि यो चाहिँ भनेको सुन्तला मुन्तला भन्छ नि मुन्तला छ हेर्नुहोस् टक्क टिपेर खानु हुन्थ्यो मान्छेले हेरिरहेको छ कि भन्ने पनि डर हुन्छ टिपेर चाहिँ टक्क खाइदिउँ जस्तो लाग्छ यहाँ छ सुन्तला हेर्नुहोस् आहा मुन्तला अनि टक्क यता अनि फेरि यो आरू हो कि आल्चा हो कि बडा हो कि यो के हो पनि यो पनि रहेछ कि यहाँ देख्नुभयो नि फलिरहेछ भनेपछि अनि अब यहाँ फेरि यहाँ कुहिएर झर्छ गाइस कुहिएर झर्छ तर कसैले खान्न कि कुहिएर झर्छ यहाँ हेर्नुहोस् अब टक्क यता यो के हो भने सुकिरहेछ यार कुहिएर बरु मलाई दिएको थियो नि म खाने थिइनँ मैले थाहा पाएको थिएँ नि म उहिले आएर खान्थेँ यस्तो छ अनि त्यस पछाडि
पनि कसैले केही गर्दैन, कसैले खाँदैन पनि, कसैले छुँदा नि छुँदैन होइन। अनि त्यस पछाडि अब टक्क मैले आज चाल पाएँ नि त, अब टक्क यो कहिले फल्छ, अनि फलिसकेपछि फेरि टक्क आएर झ्यापझुप हानेर यसो होइन, यसो यताउता हेरेर हानिदिइहाल्ने हो चौका मौकामा चौका। त्यही हो है। त्यसको बाजे जापानको त्यसमा पसेर त नचोर्नु भन्थे, चोर्यो भने कानुन लाग्छ भन्थे, तर म चाहिँ चोरिदिन्छु गाई, चुप्प लगाएर चोरिदिन्छु है। कसरी दिएछ कि छैन भने चाहिँ हेर्नु नि पर्छ, टक्क चोरिदिउँ के रहेछ खाइदिउँ न होइन। तर उता मान्छे छ यार, चोरिदिउँ खाइदिउँ के रहेछ होइन, टक्क यसो हेर्ने, पट्टै यसो गर्ने, टिप्ने, भाग्ने र भाग्ने हो क्या गाईहरू यस्तो चोरिसकेपछि चाहिँ। फेरि यहाँ त कानुन पुलिस बोलाइदियो भने त कस्तो हुन्छ, गोजीमा हाल्नुपर्छ मान्छेहरू। अहिले यताबाट मान्छेहरू आइदियो भने त फेरि गोजीमा टक्कै। अब यति भएपछि चाहिँ कसैले पनि थाहा हुने मैले के लगेँ भनेर। यो त मान्छे रहेन नि गाडीमा। चोर्ने उपाय गाईहरू यसरी चोर्नेको सुन्तला के हो। अब टक्क कहाँ जाने कहाँ खाने, एक ठाउँमा बसेर खाइदिउँ न त कस्तो हुँदो रहेछ है। यता जानुपर्छ है क्या, यता त च्यानगाडी रहेछ यार, जान्न यार, च्यानगाडी छ के डर लाग्छ यार मलाई। कहाँ बसेर खानु, कहाँ बसेर खाइदिनु पऱ्यो यार। अब अलिक पर गएर खान्छु, देखाउँछु तपाईँहरूलाई नि। म यो नि त सिन, वाउ सो नाइस। अब भात खाम भने पैसा छैन कि गाईहरू, अब खाने भनेको यही हो। नेपालमा हुँदा म यति खान्थेँ, यो यस्तो मन पर्थ्यो। यसलाई चाहिँ नर्कटो कि कर्कटो के भन्छ, माटो नि जेसुकै भन्नुहोस्। हेर्ने यसो गर्ने बल हुन्छ अरू गाईहरू फेरि त्यतिखेर त मैले सानोमा यति धेरै खाएँ मागा पेट ढाडेर कस्तो हुन्थ्यो क्या। तर बबाल छ जापानिजहरू देख्यो भने त लाजै मर्नुहुन्छ होला, योले के खाँदैछ जाँठोले यार, भिखारी रहेछ भन्छ होला है। यार अड्क्यो यार भने सड्केन। गाइस अघि मैले चोरेको चाहिँ म अहिले कतै बसेर खाउँला, त्यही हेर्दैछु कहाँ बसेर खान पाइन्छ भनेर, त्यहीँ बसेर खान्छु। यो मदेखि पछाडि देखेको छ नि गाइसहरू, यसरी खाइगएको खाइसकेको चाहिँ अब छोराछोरी होइन, छोराछोरीले चाहिँ ल्याएर राखेको बाबुआमालाई, बुढाबुढीहरू एक्लै भएर यहाँ आएर बस्छ कि यो खाइगयो भनेको चाहिँ। हाम्रो नेपालमा हुन्छ नि के अरे वृद्ध आश्रम, ठ्याक्कै त्यही वृद्ध आश्रम जस्तै हो यो खाइगयो भनेको होइन। अनि टक्कसँगले यस्तो छ, यताको सिन चाहिँ भनेको यस्तो छ, अनि टक्कै यो खाइगयो चाहिँ यस्तो छ कि। अनि यहाँ भनेको चाहिँ त्यही हो, मैले अघि तपाईँहरूलाई भनेँ नि होइन, के अरे टक्क अब हाम्रो नेपालमा वृद्ध आश्रम हुन्छ नि त्यस्तै हो कि यहाँ चाहिँ। अनि त्यस पछाडि टक्कसँगले यो खाइगयो पढ्नु नि बवाल हुन्छ, किनकि तर खाइगयो पढेर के गर्नु जाँठो सोचेको थिएँ, खाइगयो पढ्दिउँ जस्तो लागेको थियो। फेरि जाँठो खाइगयो के पढ्नु, जापानिजहरूको गुद धोइदिन, जापानिजहरूको लुगा धोइदिन, जाँठो कहिले काहीँ जापानिजहरूलाई नुहाइदिन, जाँठो कहिले काहीँ आफूलाई नुहाउन त अल्छी लाग्छ, जापानिजहरूलाई नुहाइदिनु त्यतिका। अनि यो ठिक छैन, यो भनेको चाहिँ खत्तम हो, यो चाहिँ दुःख पाउनु झन् है, झन् दुःख पाउनु भनेर यस्तो जाँठो पनि पर्छ त्यतिका। नुहाइदिनु पर्ने बुढाबुढीलाई, बुढाबुढी त्यस्तै किचकिचे हुन्छन् होइन। बुढाबुढी कस्तो हुन्छ तपाईँहरूलाई थाहा नै छ, बुढाबुढी कस्तो किचकिचे हुन्छ भनेर। अनि जाँठो यो तनाव, यो अरूको तनाव दिनुभन्दा नलिएकै राम्रो अरे, नलिएकै राम्रो। बरु सकिन्छ भने के अरे आफै जे मन लाग्छ त्यही गर्ने, जाँठो अरूको तनाव लिएर झन् आफूलाई तनाव हुन्छ, आफ्नै तनाव त कसले लिइदियोस् होइन। र यतापट्टि यस्तो छ कि बबाल छ, बबाल खतरा भनेछ त। अस्ति त कस्तो थियो त, अझ यो हालेछ यार, यो झार हालेछ, अस्ति झार थिएन क्या कि थियो र काट्यो कि पर नि केटाहरूले चाहिँ गेम खेल्दैछ जापानिजहरूले है, गेम खेल्दैछ। यताको भ्यू यस्तो छ, डाँडा सर र कस्तो हावा चलिरहेको छ हेर्नु, यस्तो हावा चलिरहेको छ, यस्तो रमाइलो छ है, यस्तो रमाइलो छ टक्कसँगले होइन। क्या बबाल छ नि ठाउँ त, त्यही हो। च्यानगाडी घर त्यहीँ छ, च्यानगाडी यहीँ छ, मस्त च्यानगाडी छ यी। अनि यहाँनिर च्यानगाडीमा टक्क डुल्दिउँ न त एकताल यसो भ्रमण हान्दिउँ भनेर चाहिँ म चाहिँ आइरहेको छु। तर यहाँ के लेखिरहेको छु पढ्नु नि आउन, अहिले उतो गर्छु यहाँ अबुनाइ छिनलाई उतो हो कि भनेर। च्यानगाडीमा है अब च्यानगाडी डुल्दिने क्या हामी त, पहिला केटाहरू हुँदा झन् च्यानगाडी डुल्दिन्थेँ है। यस्तो शमशान घाट ओए यार, अहिले ओए कता हिँडेको भन्नु यार, डरको लाग्यो यहीँ चाहिँ डर लाग्यो यार मलाई त, यहाँ तल के छ डर लाग्यो यार। ओए यस्तो शमशान घाट छ यार, डर लाग्यो यार। गाईहरू धेर बस्नुहुन्न यार, यहाँ यस्तो ठाउँमा धेर बस्नुहुन्न यार। अहिले मान्छेको फेरि के हुन्छ है, यस्तो ठाउँमा चाहिँ धेर बस्नै हुन्न,
यस्तो ठाउँमा है भगवान् चाहिँ होस् रोक्नुपर्छ यार हच्चेरी यस्तो ठाउँमा बस्नु हुने यार राति सपनामा तर्स अहिलेदेखि चाहिँ जाँठ अहिले बियर नै निस्किदियो भने त खत्तम हुन्छ त भागौँ यहाँबाट हेत गाइजहरू मलाई अल्छी लाग्यो भने म के गर्छु जापानमा थाहा छ जापानमा चाहिँ यस्तो नै हुन्छ अब नेपालमा चाहिँ च्यान घारी जान डराउँछ म चाहिँ अल्छी लाग्यो भने च्यान घारीमा आएर बस्छु हेर्नुहोस् यी च्यान घारी नै च्यान घारी छ र म आएर बसिरहेको छु कि म च्यान घारी यार बाल छैन होइन च्यान घारी छ यहाँ मान्छे गाडेको छ मुनि मान्छे गाडेको छ जापानिज गाडेको छ अनि म चाहिँ यही च्यान घारीमा आएर बस्दिन्छु कि चिलमा केही डर छैन केही छैन यति गाँठ चाहिँ राख्नै पर्छ जापान बसेपछि यति गाँठ राख्नुपर्छ कहिले च्यान घारीको बाटो हिँडिन्छ कहिले के हिँडिन्छ होइन नेपालमा चाहिँ जाँठो यार मान्छे मऱ्यो भने बोकेर लाँदा पनि डर लाग्थ्यो क्या मलाई चाहिँ अहिले चाहिँ यार जापान आएर चाहिँ अब घर उति छ च्यान घारी यहीँ छ अब घर र च्यान घारी एउटै भइसक्यो कि अनि के गर्नु अनि त्यस पछाडि अनि घर नै छ च्यान घारी यहीँ छ अनि त्यस पछाडि 2 पाइला हिँड्यो च्यान घारी आउँछ 2 पाइला हिँड्यो घर आउँछ यो त घरको आँगनमा यो च्यान घारी यस्तो छ जापानमा अनि टक्क यहाँ यसो जापानिज आएर भेट हुन्छ कि यसो कसरी मरेर रहेछ कहानी बुझ्नु पर्यो भनेर म चाहिँ यो रहस्य पत्ता लगाउनलाई चाहिँ म यहाँ धेरै भयो बस्न थालेको कोही आउन माटोक्ने कहिले आउन यार आउँछ होला कुन दिन अब एक दिन राति नै आएर बस्छु अनि चाहिँ भेट हुन्छ होला सायद होइन साथ नि परेछ च्यान घारीमा धेर बस्ने हुनुहुन्छ तर म चाहिँ बस्दिन्छु है कोही हुनुहुन्छ जापानको च्यान घारीमा बसेर यस्तो मस्त बसेर टक्क होइन टक्क बस्ने हेर्ने के त्यही हो अघि मैले चाहिँ चुरेर ल्याएको थिएँ नि होइन अब यसलाई चाहिँ टक्क म चाहिँ अब खोल्छु खान्छु कस्तो रहेछ अनि तपाईँहरूलाई देखाउँछु है त यो तास्नु पनि पऱ्यो फोन कहाँ राख्ने भन्ने कुरा फोन राख्ने ठाउँ पनि देखेन त्यो तासेको पनि देखाउँथेँ अब फोन राख्ने ठाउँमै देखिनँ म तास्छु अनि फेरि भिडियो गर्छु अब यसलाई चाहिँ म चाख्छु चाहिँ कस्तो छ होइन टक्क चाख्थ्यौँ नि त कस्तो रहेछ जामै रहेछ गाइस अमिलो यार अहिले नुन खोर्सानी टक्क साँधे खान्छु बबाल हुन्छ अब अझै धेरै लिएर जान्छु त्यही हो गाइसहरू म जापान सरकारलाई चाहिँ के भन्न चाहन्छु भने होइन जापान सरकार यति कुरा मेरो कुरा सुनिदेऊ के होइन कुरा सुनिदिनु पर्यो तिमीले किनकि यति राम्रो घर छ है यता नि यति राम्रो घर छ यहाँ चाहिँ कोही बस्दैन के अनि त्यही कारणले बरु म आफै फाँड्छु म आफै यो घर सर्भिस गर्छु बरु मलाई बस्न दिएपछि यो होला यसो 7-8 वटा होला बरु 3-4 वटा रुम भाडामा लाउँछु होइन अनि त्यस पछाडि मै बस्छु अनि त्यस पछाडि यसलाई राम्रो बनाउँछु बरु यत्तिकै छोड्दिनँ भने त मलाई दिनु फाइदा हुन्छ के किनकि म त यार यो फाँडिदियो यार मेरो लागि त केटाहरू बोलाएर यो 2 दिनमा फाँडिदिइहाल्छु नि 2 दिन होइन 1 दिनमा फाँडिन्छ 1 दिनमा फाँडिन्छ अनि टक्क म चाहिँ यहाँनिर बनाउँछु टक्क मेरो चाहिँ कोठो चाहिँ यहाँनिर बनाउँछु टक्क कोठो यहाँ बनाउँछु अनि त्यस पछाडि अरू टक्क त्यो पर भएको अनि टक्क यहाँ मुनि भएको अनि रुम भाडा लाउने हो रुम भाडा लाउने त्यही कारणले जापान सरकार यति कुरा मेरो एउटा प्लिज बिन्ती छ तिमीलाई को राष्ट्रपति चिन्दिनँ म नाम के हो बिर्से खाडुङसँग खै के हो पनि नाम बिन्ती गर्छु प्लिज यो मेरो भिडियो तिमीले हेरिदिएर होइन तिमीले चाहिँ मलाई यो अनि त्यस पछाडि यो त अब त्यस यो चाहिँ अर्कोलाई दिनु यो मलाई दियो भने मैले रुम भाडा नि लाएँ अनि त्यसपछि म पनि बस्छु म चाहिँ यहाँ बस्छु नि फेरि युएसमा बस्छु टक्क देखिन्छ नि त्यताउता त्यही कारणले बिन्ती गरेँ तिमीलाई मैले यति चाहिँ मेरो कुरा चाहिँ सुन्नु है प्रभु म यो घर बुतो गर्न चाहन्छु म सर्भिस गर्न चाहन्छु त्यही कारणले त्यत्तिकै छोडिदिनु न मलाई देऊ र गाइस आजको भिडियो चाहिँ यति नै होइन कस्तो लाग्यो च्यानललाई सब्सक्राइब गरिदिनु होला माया पनि गरिदिनु होला र तपाईँलाई म एउटा लास्ट सिन देखाउँछु है त हेर्नुहोस् है त टक्क है अब पर सहर छ अनि त्यता भन्दा पनि यता चाहिँ छ कि सहर यता चाहिँ ठुलो छ यता चाहिँ टक्क अब गाउँ नि हो तर पनि पर चाहिँ होइन यस्तो छ नि त बबाल छ नि त र भन्दै होइन अब तपाईँहरूलाई म देखाइरहन्छु तपाईँले हेर्दै हेर्नुलाई ठाउँ पनि तपाईँले आफै यहीँबाट पनि चिन्नुहुन्छ होइन भन्दै म आजको भिडियो चाहिँ यतिमै एन्ड गर्न चाहन्छु के कस्तो भयो है अब जे जस्तो भयो पनि होइन हेरिदिनु भयो थ्याङ्क यू सो मच लास्टसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद भन्दै फेरि अर्को भिडियोमा भेट्नेछु बाचा गर्दै हस्त धन्यवाद नमस्कार बाई बाई